सर अब ब्याङ्किङ सेक्टरसँग आबद्ध हुनुहुन्थ्यो, हजुर पनि ब्याङ्किङ सेक्टरसँग त हजुरको लगाव छँदैछ। हजुर अहिले पनि युवाहरू माझमा चाहिँ ब्याङ्किङ सेक्टरमा जान पाएदेखि चाहिँ भनेर त्यो अझै पनि त्यो करियरमा चाहिँ हजुर अझै पनि ब्याङ्क प्रायोरिटीमा छ। हजुर अब उहाँहरूलाई चाहिँ ब्याङ्किङ सेक्टरमा आउँदै गर्दाखेरि चाहिँ अब के क्वालिटी लिएर आउँदाखेरि चाहिँ छिटो प्रोग्रेस गर्न सकिन्छ, छिटो अब सिओको पोजिसनमा पुग्न सकिन्छ भनेर भन्नुपर्दाखेरि सुझावहरू? बेसिकली अब पहिला सुरुमा चाहिँ इक्जामहरू हुने भयो होइन, ब्याङ्कले दुईवटा लेभलमा हायर गर्छन्, एउटा चाहिँ ट्रेनिङ असिस्टेन्ट। हामी चाहिँ धेरै भाग्यमानी 12 कक्षा पास गरेर सोझै असिस्टेन्टमा हामी जागिर खान पायौँ नोबेल ब्याङ्कमा होइन। अहिले चाहिँ ट्रेनिङ असिस्टेन्ट भनिन्छ, ग्रेजुएसन गरेको मान्छेले ट्रेनिङ असिस्टेन्ट सुरु गर्ने, अर्को चाहिँ म्यानेजमेन्ट ट्रेनिङ मास्टर्स गरेको मान्छे, दुईवटा लेभलबाट एन्ट्री लेभल चाहिँ दुईवटा हो। त्यसमा अब ट्रेनिङ असिस्टेन्टलाई अलि जुनियर खाले क्वेसन्सहरू आउला, म्यानेजमेन्ट ट्रेनिङ अलिकति एडभान्स लेभलको क्वेसन्सहरू आउँछ होइन स्वाभाविक रूपमा। अब बेसिकली अब म्यानेजमेन्ट ट्रेनिङको केसमा मैले एडभान्स लेभलको क्वेसन्सहरू भनिराख्दाखेरि चाहिँ अब म्यानेजमेन्ट अकाउन्टिङका कुराहरू होलान्, स्ट्याटिस्टिक्सका कुराहरू होलान्, सुरुमा चाहिँ टेस्टहरू त्यो हुन्छ। अनि कम्युनिकेसन स्किल हजुरको चाहिँ ब्याङ्किङ सम्बन्धी नलेजहरू यो एस्पेक्टहरू हुन्छ भने अब जुनियर लेभलमा त्यसैको एडभान्स भर्सन नभएर बिगिनर भर्सनको क्वेसन्सहरू आउने भयो। मेन कुरो चाहिँ के हुनु पऱ्यो, आफूले जुन सब्जेक्ट पढाएको छ त्यो सब्जेक्टमा राम्रो नलेज छ भने ब्याङ्किङ इज प्योरली कमन सेन्स है, यसमा कुनै त रकेट साइन्स होइन। अब ब्याङ्कमा क्वेसन्स हुँदा यहाँको आइक्यू टेस्ट गर्ने हिसाबले ब्याङ्किङको केही क्वेसन्सहरूको सोध्नुहुन्छ। अब अलिकति अकाउन्टिङको क्वेसन्सहरू सोधा देख्छु म। हाम्रो पालामा चाहिँ आई वाज भेरी लकी। त्यो नोबेलमा चाहिँ के थियो भने म्यानेजमेन्ट ब्याकग्राउन्डको भन्दा पनि साइन्स ब्याकग्राउन्डको मान्छेहरू चाहिँ बढी जोइन गर्नुहुन्थ्यो। भने त्यो बेलामा चाहिँ यो अब अकाउन्टिङहरूको क्वेसन्सहरू आउँदैन थियो, प्योरली अब चाहिँ आइक्यू टेस्ट गर्ने होइन, जिकेहरू अनि इङ्ग्लिस ल्याङ्ग्वेजको टेस्ट, म्याथमेटिक्सको टेस्टहरू गरेपछि जो सक्सेसफुल हुन्थ्यो त्यसरी जागिर खान पाइँदैन। म त फेरि साइन्सको पनि होइन म्यानेजमेन्टको पनि होइन हेर्नुहोस् है, म त आर्ट्सको विद्यार्थी। आई वाज अ स्टुडेन्ट अफ इङ्ग्लिस एन्ड इकोनोमिक्स। रमाइलो चिज, किनभने मान्छेलाई ब्याङ्कर हुनको लागि चाहिँ यु हेभ टु बी अ स्टुडेन्ट अफ म्यानेजमेन्ट स्ट्रिम भनेर भनिन्छ। आई वाज नट, तर के चाहिँ हो भने म्यानेजमेन्ट स्ट्रिमको मान्छेलाई सजिलो हुन्छ। म ब्याङ्कमा त गएँ, ब्याङ्कमा गएपछि पिपल वेयर टकिङ अबाउट ब्यालेन्स सिट, इन्कम स्टेटमेन्ट होइन, रेसियो एनालिसिसहरू, क्यास फ्लो स्टेटमेन्टहरू भन्नुहुन्थ्यो। मैले त कोही पनि बुझ्दैन थिएँ। बाबा म त इङ्ग्लिस र इकोनोमिक्स पढेको, यो त केही पनि बुझ्दिनँ, के हो भन्ने लागेपछि देन आई जोइन एमबिए। अनि त्यसपछि एमबिए जोइन गर्दा पनि मैले साथीहरूलाई जो चाहिँ म्यानेजमेन्ट अकाउन्टिङहरू पढ्नु भएको छैन उहाँहरूलाई पनि के भन्छु, अकाउन्टेन्सी नपढेको मान्छेलाई पनि भने अब मेरो चाहिँ अकाउन्टेन्सीमा सबैभन्दा राम्रो मार्क्स आएको थियो होइन। त्यो हुनाले इट्स प्योरली कमन सेन्स। त्यो हुनाले अकाउन्टेन्सी होस्, स्ट्याटिस्टिक्स होस्, अलिकति कमन सेन्स अप्लाई गर्नुभयो भने यु क्यान डु वन्डर्स जस्तो लाग्छ। जो चाहिँ अब ब्याङ्किङमा जोइन गर्न चाहनुहुन्छ उहाँलाई अघि मैले भनेको विषयहरूमा अलिकति चाहिँ ध्यान दिनु पऱ्यो। र साथसाथै के हुन्छ भने आफ्टर यु पास रिटन इक्जाम वी कल देम फर ग्रुप डिस्कसन अर इन्टरभ्यू होइन। अब चाहिँ जुनियर लेभलमा ग्रुप डिस्कसन गरेर सोझै इन्टरभ्यूमा बोलाउने चलन हुन्छ भने म्यानेजमेन्ट ट्रेनिङमा ग्रुप डिस्कसन र इन्टरभ्यू हुन्छ। त्यहाँ चाहिँ यु हेभ टु अब कन्भिन्स पिपल, किनभने जब हामी जब गर्न थाल्छौँ अथवा बिजनेसै स्टार्ट गऱ्यौँ भने के गर्नुपर्छ भने वी हेभ टु डिल विथ डिफ्रेन्ट टाइप्स अफ पिपल होइन। हामीले आफ्नो पियर ग्रुपसँग डिल गर्नु पर्ला, जुनियरसँग डिल गर्नु पर्ला, सिनियरसँग डिल गर्नुपर्छ। वी हेभ टु डिल विथ एक्सटर्नल पार्टिज, कस्टमर्स होइन। यो सबैसँग डिल गर्न त यु हेभ टु हेभ अ भेरी गुड कम्युनिकेसन स्किल। एउटा नेपालीमा भनाइ छ नि, बोल्नेको पिठो बिग्छ नबोल्नेको चामल पनि बिग्दैन। म चाहिँ हुन त अहिले पिठो र चामल, पिठो झन् महँगो छ कतिपयको चामलको भन्दा। अब हामी के सम्झ्यौँ भने चामल चाहिँ अलिक सुपेरियर हो, पिठो चाहिँ इन्फेरियर हो भन्ने ठान्दाखेरि चाहिँ म चाहिँ के भन्छु भने त यहाँले चामलै बेच्नुहोस् तर बोल्न चाहिँ बोल्नु पऱ्यो। डक्टर हेर्नु न, लेट्स टेक एन इक्जाम्पल अफ डक्टर बाबुराम भट्टराई एन्ड प्रचण्ड होइन। अब एकाडेमिकल्ली दुवैजना राम्रो हो, तर डक्टर बाबुराम भट्टराई हो सुपेरियर नि होइन। उहाँ चाहिँ बोर्ड फर्स्ट हुनुभयो होइन, 10 कक्षामा पनि, आइएससीमा पनि, इन्डियामा पनि हि वाज वान अफ द टपर्स, हि वाज डुइङ सो वेल। तर पार्टीमा त जहिले पनि प्रचण्ड चाहिँ पार्टीको चिफ हुनु त किन भन्दा कम्युनिकेसन स्किल। त्यहाँले स्माइलिङ नेचर, कम्युनिकेसन स्किल, टिम वर्क इज भेरी भेरी इम्पोर्टेन्ट टु बी सक्सेसफुल इन लाइफ। ब्याङ्किङमा जागिर गर्न त टिम वर्कको बारेमा त हामीलाई पछि थाहा होला, ग्रुप डिस्कसनमा अलिअलि हामी एसेसमेन्ट गर्न सक्छौँ, तर बेसिकली वी टेस्ट योर कम्युनिकेसन स्किल। त्यहाँले नलेज अलोन इज नट एनफ, वेदर यु क्यान कन्भिन्स अदर्स आर नट भनेर हेर्ने कुरा त यहाँको कम्युनिकेसन स्किलले नै हेर्ने भयो हुनाले यहाँको कम्युनिकेसन स्किल, पोजिटिभ एटिट्युड। अब कति टेस्ट गर्न सकिन्छ इन्टरभ्यूमा पोजिटिभ एटिट्युडहरू इज भेरी टफ, तर कम्युनिकेसन स्किल त हामी टेस्ट गर्न सकिहाल्छौँ होइन। अब रिटर्न चाहिँ यहाँको रिटर्न इक्जाममा रिटर्न स्किल टेस्ट गरिन्थ्यो भने यहाँको चाहिँ ओरेटरी स्किलहरू चाहिँ होइन, त्यो चिजहरू चाहिँ इन्टरभ्यूमा भन्छ। यो चिजहरूमा ध्यान दिनु भने यु क्यान बी सक्सेसफुल भन्छु म, जो चाहिँ यङ जेनेरेसनको मान्छेहरूलाई। अब त्यो त
जब पाउनुको लागि चाहिँ एउटा पहिलो खुड्किलो भयो, स्टेपिङ स्टोन भयो। त्यसपछि भित्र गइसकेपछिको के छ, कतिको च्यालेन्जिङ छ? अब रमाइलो। अब हेर्नुहोस् यस्तो हो, यहाँले त्यसलाई प्यासन बनाउनु भने इट्स नट च्यालेन्जिङ होइन। मान्छेले त्यो त द्याट इज फिल्ड अफ माई इन्ट्रेस्ट भनेर कोही मान्छे जोइन गरेछ भने त त्यो मान्छेले त नयाँ नयाँ चिज त सिकिरहन्छ नि त त्यहाँ। त्यो लर्निङ एटिट्युडमा त यु सुड नट बी कम्प्रोमाइजिङ। जस्तै यहाँलाई माउन्ट एभरेस्ट, जस्तै अघि भन्नुभयो कतिपय मान्छेलाई सिओ हुने इच्छा छ, माउन्ट एभरेस्ट होस् सिओ हुने भने त त्यो सर्वोच्च निकायमा पुग्ने हो नि त। इफ यु वान्ट टु क्लाइम्ब माउन्ट एभरेस्ट, सोझै माउन्ट एभरेस्टमा चढ्छु म हेलिकप्टर ओर्लिन्छु भन्यो भने त यु विल डाई नि त होइन। देयर विल बी एन अल्टिट्युड इस्यु भनेपछि पहिला हामी लुक्ला जानु पर्ला होइन। लुक्लाबाट हिँड्दै हिँड्दै चाहिँ हामी चाहिँ अब नाम्चे पुगौँला, नाम्चेबाट देङबोछे, त्यसपछिका अरू चाहिँ हाम्रो चाहिँ ठाउँहरू अब चाहिँ कालापत्थरदेखि लिएर बेस क्याम्प गएपछि अनि त्यसपछि नै अनिखेर हामी चाहिँ क्लाइम्ब गर्छौँ माउन्ट एभरेस्ट। उनीहरूले मेरो चाहिँ भाइ बहिनीहरू जो चाहिँ ब्याङ्किङ अथवा कुनै पनि फिल्डमा इफ दे वान्ट टु स्टार्ट अ करियर, वी हेभ टु एम फर द्याट, बट 1000 miles जर्नी स्टार्ट्स विथ अ सिङ्गल स्टेप भन्ने कुरा चाहिँ हामीले बिर्सनुहुन्न। त्यही हुनाले हामी उच्च ठाउँमा जानु छ भने हतार गऱ्यो भने पनि, मैले अघि नै भने सगरमाथामा त हेलिकप्टरमा पनि अलिकति पुग्न सकेला होइन ओरसम्म, तर हामीलाई अल्टिट्युडको कारण हुन्छ अक्लाइमेटाइज हुँदै जानु पऱ्यो नि त। विभिन्न लेभलको अनुभव चाहिँ हामीले गेन गर्नुपर्ने हुन्छ। त्यसको लागि चाहिँ संस्थामा करियर प्रोग्रेसनको लागि चाहिँ टिम वर्क इज भेरी भेरी इम्पोर्टेन्ट। एक्लै खेल्ने गेम होइन, किनभने हामी ब्याङ्कमा काम गर्छौँ अथवा कुनै पनि कम्पनीमा काम गर्छौँ भने वी हेभ टु वर्क टुगेदर। एउटा भनाइ छ नि, यो 100 मिटरको रेस हो भने तिमी एक्लै दौड, अनिखेर म्याराथन हो भने टिममा दौड, लामो रेस गर्छौ भने चाहिँ टिममा दौड भनेको यो त टिम वर्क हो। सो टिममा चाहिँ वी हेभ टु मेक लट अफ कम्प्रोमाइजेस गर्ने भने अनप्रोफेसनल कम्प्रोमाइजेस गर्ने होइन। आफ्नो इच्छाहरूलाई चाहिँ कहिलेकाहीँ दबाउनु पर्ने हुन्छ टिमको चाहिँ बेनिफिटको लागि चाहिँ होइन। सो वी हेभ टु लिसन टु इच अदर। अरूको राम्रो आइडिया छ भने हामीले त्यसलाई एक्सेप्ट गर्नुपर्छ। वी हेभ टु मुभ अन। त्यही हुनाले त्यो ओपन माइन्ड चाहिँ हामीले एकदम क्लोज गऱ्यौँ भने वी क्यान नट बी सक्सेसफुल। हाम्रो ओपन माइन्ड हुनुपर्छ। वी हेभ टु लर्न। ओन्ली थिङ पर्मानेन्ट इन द वर्ल्ड इज चेन्ज क्या। अरू केही पनि पर्मानेन्ट छैन, चेन्ज चाहिँ एकदम पर्मानेन्ट छ। अनि वाट इज सर्टेन अबाउट फ्युचर भन्दा ओन्ली थिङ सर्टेन अबाउट फ्युचर इज इट इज अनसर्टेन भन्ने कुरो के हुन्छ भोलि थाहै छैन हामीलाई होइन। भनेपछि इफ वी हेभ ओपन माइन्ड ओन्ली देन वी क्यान लर्न लट अफ थिङ्स। हामीसँग प्रिकन्सेप्ट नोसनले काम गऱ्यौँ भने विल नट बी सक्सेसफुल। त्यही भएर मेरो जो मान्छे ब्याङ्कमा जोइन गर्न चाहनुहुन्छ, अरू संस्थामा चाहनुहुन्छ, उहाँलाई चाहिँ के भन्छु, लेट्स ह्याभ पोजिटिभ एटिट्युड, लेट्स लर्न फ्रम अदर्स। हामी लर्निङ भन्ने कुरो हेर्नुहोस् न, अहिले त कुनै पनि जात तल माथि छैन। आई रेस्पेक्ट अल पिपल इक्वली। जुन बेलामा हामीले घरतीलाई एकदम तल्लो जात भनेर हामी हेर्थ्यौँ, त्यो बेलामा पनि एउटा उखान थियो, अर्ती भनेको घरतीको पनि लिनुपर्छ भने। अहिले त घरती र बाहुन बराबर हो। हेर्नुहोस्, म त आई रेस्पेक्ट दम इक्वल। अल ह्युमन बिङ्स आर इक्वल। मेरो त प्रिन्सिपल त्यही हो। त्यहाँबाट म चाहिँ जातको आधारमा, भाषाको आधारमा, क्षेत्रको आधारमा, लिङ्गको आधारमा, धर्मको आधारमा, विभिन्न योजना आधारहरूमा विभेद हुन्छ। म त आई भेहेमेन्टली अपोज अल दिस डिस्क्रिमिनेसन। We all are human beings. मतलब नेपाली भन्दा पहिला पनि हामी मान्छे हौँ भन्ने लाग्छ मलाई हैन। नेपाली त हाम्रो सेकेन्ड टाइटल हो। त्यो हुनाले म चाहिँ सबैलाई समान रूपमा हेर्ने दृष्टिकोण चाहिँ डेभलप गर्नु। त यदि यसले सबैलाई समान रूपमा हेर्नुभयो भने द्याट टिम पर्फर्म्स वेल। हाम्रो नेपाल विकास नहुनुको एउटा कारण चाहिँ के हो भने हामी जातिको आधारमा विभेद गर्छौँ, लिङ्गको आधारमा विभेद गर्छौँ, धर्मको आधारमा विभेद गर्छौँ, रङको आधारमा विभेद गर्छौँ, क्षेत्रको आधारमा विभेद गर्छौँ। द्याट इज वान अफ द रिजन्स वाइ वी आर अब ब्याकवर्ड जस्तो लाग्छ मलाई। वाइ वी आर नट डेभलप्ड भन्ने कुरामा हामी चाहिँ सानीमामा त्यो यङ्गेस्ट कमर्सियल ब्याङ्क भएर पनि किन राम्रो गर्यो भन्दा वान अफ द रिजन्स चाहिँ यही हो। हामी सबैलाई चाहिँ एउटै परिवारको रूपमा हामी हेर्थ्यौँ। हाम्रो ओन्ली डिफ्रेन्सिएटिङ फ्याक्टर वाज पर्फर्मेन्स। हामी जातको आधारमा, लिङ्गको आधारमा होइन कि हामी पर्फर्मेन्सको आधारमा मान्छेलाई डिफ्रेन्सिएसन गर्थ्यौँ। त्यसको आधारमा रिवार्ड पनिसमेन्टको कुराहरू हुन्थ्यो। त्यो हुनाले राम्रो काम गर्ने मान्छेलाई एभ्रीबडी सपोर्ट्स। त्यसलाई पोजिटिभ एटिट्युड सहित काम गर्यो भने योर एटिट्युड डिटर्मिन्स योर अल्टिट्युड भन्छ नि त। त्यही मेरो यङ जेनेरेसनलाई चाहिँ के रिक्वेस्ट छ भने नयाँ नयाँ चिजहरू सिकिराखौँ। वर्ल्डमा चेन्जेस भइराखेको हुन्छ। वी हेभ टु लर्न फ्रम न्यू चेन्जेस होइन, अनि वी हेभ टु किप अप विथ चेन्जेस। ओके, भनेपछि ब्याङ्किङ सेक्टरभित्र छिरिसकेपछि सिओसम्मको जर्नीको लागि चाहिँ आजको दिनमा कतिको टफ छ सर? होइन, अब संस्थाहरू घटिरहेछन् होइन, टप त छ। किन सिओ त एकजना मात्रै हुन्छ, काम गर्ने मान्छे 2000-2500 कर्मचारी हुनु होला। तर सिओ नै हुन सक्नु भएन भने डेपुटी सिओ हुन सक्नु होला, डिपार्टमेन्ट हेड हुन सक्नु होला। त्यो पनि त जुनियर पोजिसन त होइन। सिओ हुन सकेन, डेपुटी सिओ होला, असिस्टेन्ट सिओ होला, एजिएम भइहाल्ला। तर एजिएमहरूको पोजिसन धेरै हुन्छ, असिस्टेन्टको पोजिसन, सिओको पोजिसन धेरै हुन्छ, डेपुटी सिओको पोजिसन धेरै होला। लेट्स ट्राई फर सिओ। यहाँले माउन्ट एभरेस्टको टार्गेट राख्नुभयो, म चढ्छु भन्नुभयो भने एटलिस्ट बेस क्याम्पसम्म पुग्न सक्नु होला। बेस क्याम्प पुग्नु इट्सेल्फ इज एन अचिभमेन्ट होइन। हेर्नुहोस् त,
अब कति मान्छेले बेस क्याम्प चढ्न पाएको छ त पुगेको छैन नि त तर उनीहरूले माउन्ट एभरेस्टको टार्गेट राख्नु त बेस क्याम्प त पुग्न सक्नुहुन्छ मौका मिल्यो भने यु विल क्लाइम्ब माउन्ट एभरेस्ट होइन नभए पनि बेस क्याम्प पुग्नु इट्सेल्फ इज एन अचिभमेन्ट म कहिलेकाहीँ हेर्छु यहाँ नेताहरूको चाहिँ त्यो पार्टीको चिफ हुनलाई प्रधानमन्त्री हुनलाई धेरै खाले कम्प्रोमाइजेस गरेको देख्छु क्या त्यसले गर्दा सेटिस्फ्याक्सन किन म डेपुटी प्राइम मिनिस्टर भएँ फुल मिनिस्टर भएँ भने द्याट्स इट्सेल्फ इज अ बिग अचिभमेन्ट होइन त्यसरी लिन सक्यो भने अब जस्तै भनौँ न म सिओ भएँ म अब आइएम ह्याप्पी भनिरहेको छु नि म अब गभर्नर हुन्छु म चाहिँ फाइनेन्स मिनिस्टर हुन्छु म प्राइम मिनिस्टर हुन्छु भने एम त राख्न थाल्यो भने त फेरि म डिससेटिस्फ्याक्सन त कहिले पनि सकिँदैन म वाट एभर आई एम अचिभड आई सुड बी ह्याप्पी अनि अब कुनै मौका आयो भने ओके आई डिस्चार्ज द्याट रेस्पोन्सिबिलिटी भन्ने हो भने त्यस्तो स्ट्रेस भएन होइन भने त फेरि खुट्टा तानातानको हाम्रो नेसनल चाहिँ अब स्पोर्ट्स भन्छौँ नि कहिलेकाहीँ होइन त्यहाँतिर लाग्नुपर्ने हुन्छ वी सुड बी कन्टेन्ट विथ वाट वी हेभ एन्ड वी हेभ टु एक्सप्लोर फर बेटर